रहर हिउँसँग भलकुसारी गर्ने रहर धेरैलाई हुन्छ, तर त्यो सुवर्ण अवसर क्वार्टरमै बसेर आफ्नै निवासको प्राङ्गणमा हिउँसँग यसरी भलकुसारी गर्ने, आकाशबाट धरतीमा कपास खसे जस्तो जुन यो सुवर्ण मौकालाई साथीहरूले पूर्ण रूपमा रमाइलो गरिराख्नु भएको छ। यसलाई चाहिँ साथीहरूले चाहिँ उपयोग गरिराख्नु भएको छ। यो विशेष अवसरमा हामी एकदम अत्यन्त रमाइरहेका छौँ। यस डडेलधुरा उपक्षेत्रीय अस्पतालको प्राङ्गण, यो हाम्रो निवास बाहिर यसरी चाहिँ रमाइलो गरिरहँदाखेरि अत्यन्त रमाइलो। अहिले त यो अघि केही समय पहिला हामीले अलिअलि हिउँ पर्दा निकै रमाइरहेको थियौँ, तर यो अहिले त प्रशस्त होइन। साथीहरूबाट प्रतिक्रिया लिन्छु म छोटो छोटो। डाक्टर सुभाष हाम्रो यहाँको चाहिँ एउटा जेन्टलम्यान, निकै शालीन चिकित्सक। के छ डाक्टर साहब, यहाँ यस्तो हिउँ परिराख्दा आफ्नो अनुभव सेयर गर्नुहोस्। सेयर गरौँ। ठिक छ, त्यही त पहिलोचोटि चाहिँ हिउँ परेको अनुभव लिइरहेको छु। यसरी आफ्नै वासस्थान अगाडि यस्तो पुरै कपास जसरी खसिरहेको छ आकाशबाट, यस्तो मौका बिरलै पाइन्छ। र यस्तो बिरलै पाइने मौका चाहिँ पहिलोचोटि यहीँ डडेलधुरामा अनुभव गर्न पाएकोमा म लगायत हाम्रा सबै साथीहरू चाहिँ एकदमै खुसी छौँ। नरेशजी, मलाई त एकदम खुसी लागिरहेको छ है। पहिलोपटक यसरी लाइभ हिउँ परेको चाहिँ पहिलोपटक यसरी अनुभव गरिरहेको छु। डबलजी, मलाई त यो हिउँको आनन्द यति धेरै आयो नि, मैले माथि फर्केर हेर्दा आँखाभित्र हिउँ पऱ्यो तर पनि नभिजाउँ। नरेश एकदम राम्रो लाग्यो। यस्तो हिउँमा दाइ हेर्नु त, यसरी हिउँमा बसिरहेको छु, उभिरहेको छु हिउँमा होइन। हामी तर यो बाटोमा पनि जम्मा हुनुपर्ने थियो कि अब दाइले सोधौँ न दाइलाई। हजुर यहाँ पनि अब नललाई है, नललाई यहाँ पनि पुरै ल यो चाहिँ आफै बिलाइरहेको छ। कहाँ गएर बिलाइरहेको छ? यो किन बिलाएको छ भने माथि टेम्परेचर कम भइसक्यो, माइनसमा गयो। यो जुन जमेर कपास जस्तो झरेको छ, तर यो जमिनको तापक्रम यहाँको टेम्परेचर चाहिँ 1 भन्दा माथि नै छ मैले बुझेअनुसार अहिले डडेलधुराको। त्यो भएको कारणले तल झर्ने बित्तिकै यो बिलाइराखेको छ। यो चाहिँ जुन जम्न सकेको छैन। अलिअलि बोट बिरुवामा एकचोटि बोट बिरुवाको भ्यू, बोट बिरुवा जुन हाम्रो पात वनस्पति यो सबै हेर्नु त सेताम्मे भइसक्यो। सेताम्मे अब एकैछिनमा यो कति रमणीय हुनेछ। हामी हाम्रो क्वार्टर हो, यसरी हिउँ परिरहेको छ। ए हाम्रो छाता देखाउँछ एकदम राम्रो। एकचोटि छाता एकैछिन हेर्नु त, यो छाता हेरौँ। छाता ल छाता यो भिडियो कन्टिन्यू गरौँ। भिडियो कन्टिन्यू छ दाइ। के अरे मोबाइल ल्याउ त। होइन यो अलि मोबाइल तिम्रो मोबाइल छ गीत बज्छ, ब्लुटुथ कनेक्ट गर्नु। यो यतिकै पज गरौँ होला दाइ। दिस सुड बी पज्ड आई थिङ्क। निकै रमाइलो, यति रमाइलो भिडियोमा सहभागी भइदिनु भयो साथीहरू। डाक्टर सुभाष, हाम्रो नरेश ब्रदर, निर्देशक श्री पदमजी, कलाकारहरू, थ्याङ्क यू सो मच गाइज। हाम्रो चाहिँ वरिष्ठ कलाकार कनिष्ठ कलाकार हाम्रो डबल तथा बिचका कलाकार हाम्रो नरेश। अहिलेलाई टाटा, बाई बाई, सी यू।